जिन्दगी त यसैले लिएर आएको रहेछ। न खानाको चिन्ता, न कामको टेन्सन, मजाले सुत्या छ, मजाले सुत्या छ। हेर्नुहोस् त, आमामा बाहिर सुत्नु छैन, मजाले भित्र कोठामा त्यो पनि कुर्सीमा सुतिरहेछ। आमामा मजाले निदाइरहेछ। यता हेर्नुहोस् साथीहरू, मजाले निदाइरहेछ। यसलाई कुनै टेन्सन छैन। भोक लाग्यो भने अलि पछि दौडेर बाहिर जान्छ। केटाहरूले यसो न कसैले दुध किनेर दिन्छ, कसैले मासु दिन्छ, मजाले खान्छ। अनि खुर्र दौडेर फेरि यही कुर्सीमा आएर मजाले सुत्छ। अहिले खुट्टा तनक्क भए तन्का भोक मान्यो क्या हो केटाले? हेलो हेलो म्याउ म्याउ म्याउ, ये हेर्नुहोस्, म्याउ तन्का उठ्यो। सुत सुत सुत, म्याउ। ये रिसायो क्या आयो? बाघ हो बाघ क्या? खुट्टा तनक तुनक पारेर बाघ हो बाघ खानाको लागि आयो तल। एउटा दुध राखिदिएको, प्लेट पनि अब उस्तै भाँडामा खाने कुरो भएन। पुरा सुनैको प्लेट हो। मजाले खायो। अब फेरि एकछिन खाएर फेरि कुदेर जान्छ।